जिमबाट चाहिँ आज सिधै हाम्रो क्यान्टिन जाने प्लान भएर चाहिँ आज हामी जिमबाट सिधै क्यान्टिनको तर्फ लाग्यौँ। सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग अगेन। सो हामी चाहिँ देख्नु हुँदैछ होला जिमको कपडामै छु, किनभने हामी सिधै आएको हो। बिहान चाहिँ एक्चुअली अलिअलि पानी छिटाउला जस्तै भयो। मैले चाहिँ प्लान क्यान्सल गरौँ भनेको थिएँ, किनभने भोलि पनि म जाँदैछु नि त क्यान्टिन। बट देन साथीलाई पनि लिनु थियो, अनि मैले नै उसलाई भनेको थिएँ बाहिरबाट किन लिन्छस्, क्यान्टिनबाटै लि, एकदमै कम्ती दाममा पनि पाउँछस् भनेर चाहिँ मैले उसलाई लिएर आएको। उसको आज फर्स्ट टाइम पनि थियो। अनि हामी चाहिँ यसरी नै क्यान्टिनको तर्फ लाग्यो, किनभने सामानहरू पनि बहुत किन्नु थियो कि बिचमा सकेको थियो। ओट्सहरू भयो, मुसौलीहरू भयो, यो सब सकेको थियो नि त। लाइक वुमेन हर्लिक्सहरू भयो, यो सबै सकिरहेको थियो। लाइक आमाहरूले अलरेडी लिन त लिएको थियो सामान, आमा दादाले त ल्याउनु भएको थियो, बट यो सामानहरू चाहिँ ल्याउनु भएको थिएन नि त। उनीहरूले आफ्नो सामान अलग्गै ल्याउँछ, म आफ्नो सामान अलग्गै ल्याउँछु। त्यही भएर हामी यहाँ आयो अनि सपिङ गरेँ। जे सामान चाहिएको थियो मैले त बेसी लिइनँ, उसले नै बेसी लियो, किनभने उसको पुरा सामानहरू रहेछ कि लिनु। अनि मैले त त्यही अलिअलि चाहिएको ओट्स मुसौली यो सबै लिएँ। जे चाहिएको थियो मलाई, कफी चाहिएको, यो ग्लुकोन चाहिएको, त्यस्तोहरू पनि चाहिएको थियो, बट थिएन रहेछ कतिवटा स्टकमा। सामान त पुरै थियो, तर लाइक चाहिने सामान चाहिँ थिएन रहेछ कि। अनि हामी चाहिँ मैले त खाएरै आएको थिएँ ब्रेकफास्ट चाहिँ, अलिअलि लाइक पम्किन सिड्सहरू भयो है, यो आल्मन्ड्सहरू खाएरै आएको थिएँ मैले। मेरो त त्यस्तो भोक त लागेको थियो नि त, साथीलाई भोक लाग्यो भनेर चाहिँ लु जाउँ खानु ब्रेकफास्ट भनेर चाहिँ भने। अनि त्यो क्यान्टिनकै छेउमा चाहिँ एउटा लिभिङस्टोन क्याफे प्लस रेस्टुरेन्ट रहेछ, अनि त्यहाँ जाने हाम्रो प्लान भयो। अनि त्यहाँ गएर चाहिँ हामी दुईजना चाहिँ अर्डर गऱ्यौँ समोसा, चाउमिन, अन्तखेरि कफी क्यापुचिनो अर्डर गऱ्यौँ है। अनि यसरी नै हामी खानु थाल्यौँ। म त अब अलिकति मैले भनिहालेँ, मैले खाएर आएको थिएँ, बट देन पनि यो कस्तो हुँदो रहेछ टेस्ट गरिदिउँ यहाँको। म आएको थिएँ पहिला, बट लाइक यो डिफ्रेन्ट भएछ क्या, अहिले एम्बियन्स चाहिँ चेन्ज गरेछ यहाँकोले। अनि खानाको मैले टेस्टहरू पनि बिर्सेको थिएँ। हामीले मफिन्सहरू खाएको थियो, अन्त आज चाहिँ प्रपर ब्रेकफास्टै गरौँ भनेर चाहिँ चाउमिन त मेरो फेभरेट हो, अनि चाउमिनै अर्डर गरौँ भनेर चिकन चाउमिन अर्डर गरेको थिएँ। अन्त त्यहाँदेखि टेस्ट गर्दै थिएँ। समोसा त यति टेस्टी लाग्यो मलाई, यति टेस्टी लाग्यो है, पुरा टेस्टी लाग्यो मलाई यहाँको समोसा चाहिँ। चाउमिन पनि ठिकठाक थियो, अनि क्यापुचिनो पनि ठिकै थियो भनौँ न। अनि यसरी सपिङ गरेर चाहिँ हामी घर फर्क्यौँ। एनिवेज, थ्याङ्क यू फर वाचिङ।